आफूले आफूलाई एउटा संज्ञा दिएको छ। संसारमा सबैभन्दा चेतनशील प्राणी भनेको मान्छे हो है। मान्छेसँग वास्तवमा त्यति धेरै चेतना छ भने अफकोर्स त्यो सपनालाई हामीसँग एउटा जब हाम्रो जन्म भयो, जन्म हुँदै गर्दाखेरिको हाम्रो यात्रालाई अगाडि बढाउँदै गर्दाखेरिको यो जीवनलाई निर्वाह गर्नको लागि अगाडि बढाउँदै गर्दाखेरिको त्यो सपनालाई देखेको सपनालाई फेरि पनि त्यो ठेस लागेको अवस्थामा, त्यो लडेको अवस्थामा त्यो पीडाले गर्दा हामीले भुलिरहेको छौँ। अब रियलमा हामी चेतनशील प्राणी हो भने त्यो हामीले देखेको सपनालाई विश्वास गर्नुहोस्, सपनामाथि भरोसा गर्नुहोस्। सपनाले देखेको चिजलाई आफूले आफूलाई यस मैले कुनै दिन देखेको सपना समय छैन होला सायद आज केही फरक पर्दैन, फेरि पनि मैले मेरो सपनालाई भन्दै केही गर्दिनँ। यो पीडा एकछिनको लागि, सो दिन पछि रात भए जत्तिकै रात पछि फेरि पनि दिन आउँछ। सेम त्यस्तै गरेर आज म मेरो यात्रालाई, मेरो गन्तव्यलाई अगाडि बढाउँदै गर्दाखेरि म ठेस लागेको होला, यस समय फेरि पनि बुझिन्छ म लडेँ होला। यो लडाइँलाई, यो पीडा एकछिनपछि फेरि पनि यो समय जान्छ भनेर आफूले आफूलाई त्यो सपनालाई भरोसा गर्नुहोस् त, विश्वास गर्नु त। एक न एक दिन हजुरलाई त्यो सपनालाई अति धेरै माया गर्नुहोस्, प्रेम गर्नुहोस्, विश्वास गर्नुहोस्, भरोसा गर्नुहोस्, सबै लाग्ला तर एक न एक दिन हजुरको त्यो सपना डेफिनेटली पुरा छ। अहिलेभन्दा 48 साल अगाडि धनकुटाको एउटा जिल्लामा अति धेरै सङ्घर्षमय महिलाले अति धेरै सपना बोकेको ती आमाले एउटा योद्धा र एउटा बहादुर सन्तान जन्मायो। त्यो योद्धा र त्यो बहादुर सन्तानमा अगाडि पाइला चाल्दै जीवनलाई निर्वाह गर्दै अगाडि हिँड्दै गरेको अवस्थामा डेफिनेटली उहाँले एउटा सपना देख्नुभयो। म एउटा वीर गोर्खाली हुँ, म एउटा नेपाली हुँ, मैले मेरो आफ्नो देशप्रति, मैले मेरो आफ्नो हरेक आउँदो जेनेरेसनप्रति मैले केही न केही एउटा योगदान दिनुपर्छ, एउटा जिम्मेवारी पुरा गर्नुपर्छ भनेर त्यो आफ्नो जिम्मेवारीलाई पुरा गर्नको लागि केही उहाँको सपनालाई फेरि पनि थाती राखेर आफ्नो देश, मातृभूमि छोडेर यङ अवस्थामै 17-18 वर्षको उमेरमै यो देशलाई छोडेर सिङ्गापुर आफ्नो सपनालाई पुरा स्कुल जाँदाखेरि रुख चढ्दै त्यो हुन्छ नि, हामी चाहिँ घरमा बढ खान्छ भन्थ्यो भन्नुहुन्थ्यो कि गोर्खाहरूले, यस्तो त मा रुख चढ्दै खाने राइट। अनि अहिले मैले तपाईँलाई भन्छु, यो ठुल्ठुला विशाल है बर अनि पिपल रुख ठुलो होला कि त्यो बर अनि पिपल रोप्ने व्यक्ति ठुलो भन्नुहोस् त, रोप्ने भन्नुहोस् त, रोप्ने हाइट ठुलो होला त त्यो रोप्ने व्यक्तिको नो वेट
ठुलो हो त होला त नो यति धेरै छाडिन सक्छ होला त तर पनि जति नै ठुलो त्यो वर्गहरू किन नहोस् चाहे हजारौँ होइन कि लाखौँ व्यक्तिलाई चाहे छाडिदिन किन नसकोस् तर पनि त्यो बिरुवा भन्दा रोप्ने व्यक्ति जहिले पनि बोल्छ राइट यस सो थ्याङ्क यू सो मच आज विशेष गरेर उहाँ आज धेरै कुरा त हाम्रो यस मल्टिरेज इन्टरनेसनल कम्पनीको चाहिँ सर्टिफिकेट लेडिज हुनुहुन्छ है फेरि उहाँ चाहिँ अधिकांश लेडिजहरू सेलिब्रेटी हुनुहुन्छ म सम्मान गर्छु होइन उहाँले उहाँको बारे बताइसक्नु भएको छ तर जति नै ठुलो के हो त समथिङ इज भए पनि स्टार्टिङ गर्ने मान्छे सानो चाहिँ होइन है हजुर ठिक छ यस एउटा नेपाली पनि गर्वको लागि जो उहाँको नाम अनि पहिचान छ र सुरुवातमा कति दिनहरू चाहिँ पानी झरी बर्खा हिलो धुलो हुँदै आज मन्त्री इन्टरनेसनल कम्पनी यो त भर्खर पाइला चालेको छ नेक्स्ट इयरमा अब के होला है साँच्ची त नडारी भन्नुपर्दा खुद्रा कुरामा गर्न चाहिन्छ भने म होलसेलै जान्छु है खुद्रा कुरा नगरी भन्नुपर्दाखेरि नेक्स्ट इयर जे हुन्छ त्यो बेला देख्नुहुन्छ सो अहिलेको लागि जे जस्तो छ तपाईँ हामी छौँ जे छौँ तपाईँ हामी छौँ सो आज उहाँ यस्तो व्यक्तिको जन्मदिनको अवसरमा चाहिँ हामी समग्र चाहिँ उहाँसँग बसेर एकछिन हामी डान्स पनि गर्छौँ नाच्छौँ एउटा गीत छ नि मर्दो बाँच्दो आउँदो साथ शब्दहरू चाहिँ हाम्रो सर्कको तर्फबाट मजाले जान्छ है आज फेरि हामी ठिक छ आजको एमसी अफ द डे होइन उद्घोषिका हुनुहुन्छ है सरी यस पछाडि सेकेन्ड स्पेशल के हो म्याम हजुर अब नेक्स्ट सर सब के होइन पहिला हजुर केही शब्द पहिला नै भन्ने ओके त थ्याङ्क यू भेरी मच चेयरम्यान सर धेरै कुरा तपाईँहरू अगाडि दर्शन सक्नुभएको छ विशेष आजको दिन जन्मदिनको अवसरमा यत्रो धेरै व्यवस्थापन यस्तो यो भव्यको साथमा जुटाइदिनु इन्टायर चेयरम्यान सरदेखि लिएर म्यानेजमेन्टदेखि इन्टायर हाम्रो एमआरए टिमलाई मेरो धेरै धेरै आजको दिन पनि एउटा हिस्टोरिक डे ऐतिहासिक दिन सबैभन्दा पहिले आज उद्घोषिकाको भूमिका निभाउनु हुने हाम्रो ट्रेनिङ हेड हिरा म्याम उहाँले जति कुरा धेरै कुराहरू केही कुराहरू उहाँको भाषामा भन्नुपर्दाखेरि उहाँले बोल्नुपर्ने कति धेरै भए तापनि केही कुराहरू तपाईँहरूको समक्ष मेरोबाट च्योप गर्नुभएको थियो हाम्रो दार्जिलिङ भाषामा च्योप एज अ उद्घोषिकाको हिसाबले आज उहाँले बोल्नुभयो तर म मेसेज दिन्छु कि
एउटा अद्भुत क्षमता भएकी नारी। मलाई जन्माउने पनि एउटा नारी नै हुन्थ्यो मेरो आमा। मलाई कि मेन्सन गर्छ आज यस्तो आत्मा हुँदैन। अब 2008 साल भएपछि उहाँ आमा 13 वर्षको एजमा एक्सपायर हुनुभयो। सो हिरा म्यामलाई मैले यो राइट सेलिङको जुन मेरो विगतको सबै जे जति मैले के गरेको थिएँ भन्ने कुरा उहाँले पनि हजुरहरूको समस्या मेन्सन गर्नुभयो। त्यो तपाईँले गर्नुभयो र वाट्स म कविता च्यालेन्जसँग भेट भएको कुराहरू त्यस पछाडि हाम्रो एउटा केमिस्ट्री के गर्नुपर्छ भन्ने युवाको सोच। म भर्खर 32 वर्ष पुगेछु, म भर्खर 16 वर्ष पुगेछु। विचार सोचले कुनै उमेरको त्यति प्रभाव गर्दैन भन्ने एउटा त्यो वास्तविक तथ्य पनि छ। र उहाँसँग हामी जसरी भेट भयौँ त्यस पछाडि एउटा संरचनासँग जो हुँदै गर्दाखेरि उहाँ र हाम्रो जुन यो एउटा संरचना यो सोचमा हामी आउनुभन्दा पहिले विशेष गरेर पछाडि बिहाइन्ड द सिन भन्छ स्टेज पछाडि जति पनि अभिनय गर्ने योजना प्लान बनाउने चाहिँ साँच्चै नै बनाउने हिराबेन हुनुहुन्थ्यो। सो उहाँ एउटा अद्भुत क्षमता भएको एउटा नारी हुनुहुन्छ। सामाजिक हिसाबले वैचारिक हिसाबले एउटा स्पिरिचुअली पनि होइन एउटा जति पनि एउटा आस्थाको कुरो पनि अत्यन्तै उहाँ चाहिँ त्यसलाई शिरोमा राखेर त्यसलाई बिलिभ गर्नु विश्वास गर्नुहुन्छ। अनि उहाँको एउटा सिद्धान्त के छ भन्दाखेरि असम्भव भन्ने केही पनि छैन, पोसिबल हामीले गर्नु सक्छौँ। अझै भएर नारीलाई कम्प्लेन नसक्नु फर्स्ट पोइन्ट त्यसमा म एकदम इम्प्रेस थिएँ किनभने म चाहिँ नारीलाई किनभने मेरो जन्म दिने आमा मेरो चेली दिदी र मेरो कोहीहरू नानी त्यस पश्चातको मसँग रिलेसन हुँदै गर्दाखेरि बोल्दै जाँदाखेरि साथी हुन्छ फ्रेन्ड हुन्छ त्यो हिसाबले हेर्दै गर्दाखेरि हामीलाई नारी नारीका प्रायोरिटिज प्राथमिकता दिनुपर्छ यस फिल्डमा पनि भन्ने एउटा मेरो मनसायबाट नै सधैँ त्यो भनिराख्दाखेरि उहाँले जब मैले भने हामीले शक्तिले सरापेको र क्रुज प्रधान देशलाई ठिक अपोजिट डाइरेक्सनबाट हेरौँ त यो इन्डस्ट्रीमा मेन भन्दा